लु यो यहाँनिर एकदमै नसोचेको दुर्घटना भयो काठमाडौँबाट 2 नम्बर वडा केब्लासोडी 2 नम्बर वडा बालाबेसीमा चाहिँ यहाँनिर लास लिएर आएको हेलिकप्टर चाहिँ यहाँनिर बस्ने क्रममा मान्छेहरू निस्किसकेको र अलिकति सार्ने क्रममा चाहिँ हेलिकप्टर यहाँ पल्टिएर चाहिँ दुर्घटना भएको छ। यहाँ बडा नसोचेको दुर्घटना भयो। यो बडो यो के कारणले भन्ने कुरो यहाँ खुल्न आएको छैन। यो के समस्या के प्राविधिक समस्या हो भनेर यसले हामीले यहाँनिर हेरिरहेका छौँ। यो केब्लासोडी खोटाङ जिल्ला केब्लासोडी वडा नम्बर बालाबेसी भन्ने ठाउँमा चाहिँ यसरी हेलिकप्टर दुर्घटना भएको छ। तपाईँलाई म यहाँ प्रत्यक्ष देखाउन सक्छु। हेलिकप्टर यहाँ क्षतविक्षत भएको छ, टुक्रा टुक्रा भएको छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ मान्छेहरू मानवीय क्षति भने यहाँनिर भएको छैन भन्ने कुराहरू आएको छ। यहाँ एकजनालाई चाहिँ केही घाइते हुनुभएको छ भन्ने कुराहरू छ। लाइभ प्रत्यक्ष प्रसारणमा चाहिँ यो के कारणले भन्ने कुरा यहाँनिर यसको सम्बन्धित प्राविधिक अनुसन्धानले नै यहाँनिर निकाल्दा हेलिकप्टर यहाँ क्षत विक्षत अवस्थामा छ। यहाँनिर केही बाँकी रहेन, टुक्रा टुक्रा भएको छ सबै।